I love you so much. ब्रो आज तेरो जियाफ को बर्थडे हो त के गिफ्ट दिने सोचिरहेको छस्? के गिफ्ट दिनु ब्रो? त्यही लभ लेटरले एउटा चकलेट दिने सोचिरहेको छु ब्रो। पछिल्लो 6 महिनादेखि त्यो तेरो क्रस छ। 6 महिनामा त मान्छेहरूले 6 वटा गर्लफ्रेन्ड बदलिदिन्छन्। त्यसो भए तैँले किन बदलिनस्? मेरो त अनुहार नै खराब छ भनौँ न। यदि तैँले नि यसरी नै क्रस मात्र भन्छस् भने तेरो चाकमा लात्ती हानेर त्यो टोपरसँग जान्छ। तँलाई थाहा होला नि टोपरसँग नि मस्किरहेको छ भनेर। अनि अस्ति त झन् त्यो टोपर र तेरो क्रससँगै क्यान्टिनमा बसेको थियो अरे। ब्रो मैले तँलाई कतिचोटि भन्नु कि टोपर त्योसँग बस्न सक्छ, तर त्यसको दिलमा त मै बस्छु। मुझे नि तैँले मेरो साथी नभइदिया भए तेरो चाकमा लात्ती हानेर भगाइदिन्थे। अनि त आफै भन्न यार म के गरौँ? मैले त्यसको अगाडि जाने बित्तिकै मेरो मुटु दग दग भएर फुट्ने जस्तै हुन्छ क्या। जब म त्यसको आँखामा आँखा मिलाएर हेर्न सक्दैन त्यसलाई म प्रपोज कसरी गर्न सक्छु के? अनि त्यसले मलाई रिजेक्ट गरिदियो भने पुरै स्कुलमा बिल्ला हुन्छ के भाइ। बुढो तैँले त्यसलाई पुरै स्कुलको अगाडि प्रपोज गर्ने जरुरत नै छैन। म त्यसलाई एकान्तमा बोलाइदिन्छु त। आज त्यसको बर्थडे हो, आइ नि हाल्छ, त्यही प्रपोज गरिदे। अनि बोलाइ चाहिँ कहाँ दिउँ? त्यही स्कुल पछाडिको जङ्गलमा। मुजी पागल होस्, पहिला प्रपोज त गर त्यसपछि जाला जङ्गलमा। मुजी मैले प्रपोज गर्नको लागि नै जङ्गलमा भने के? जङ्गलमा त बोलाउन सक्दैन, त्यो गेटमा बोलाइदिन्छु प्रपोज गरिस्। 2000 years later. छल तिमीले मलाई बोलाएको? बोलाउन त बोलाएको, किन बोलाएको हो नि? ह्याप्पी बर्थडे टु यु। ओ थ्याङ्क यू सो मच। अनि यो पन्नामा के लेख्या छौ? मेरो मेरो मुटुको फिलिङहरू। मुटुको फिलिङहरू भनेपछि म तिमीलाई लास्टै माया गर्छु के। जुन दिनदेखि तिमीलाई मैले फर्स्ट चोटि देखेँ नि, कसम खाएर भनिरहेको छु, त्यही दिनदेखि नै म तिमीलाई माया गर्न सुरु गरेँ हो। तिम्रो अगाडि आजसम्म भन्ने हिम्मत त भएको थिएन, तर आज यसो भनिदिउँ भनेर भने हो। आई लभ यु सो मच। के तिम्रो हिम्मत कसरी भयो मलाई प्रपोज गर्ने? तिमीले आफ्नो हुलिया देख्या छौ? नै तिमीलाई के लाग्छ तिमीलाई म एक्सेप्ट गर्छु? नै तिमीलाई मैले किन एक्सेप्ट गर्ने? न तिमीसँग लुक छ, न तिमी पढ्नमा राम्रो छौ, र न त तिमी धनी छौ। मैले तिमीलाई किन एक्सेप्ट गर्ने के? तर म तिमीलाई माया त साँच्ची गर्छु त। तर मैले त तिमीलाई माया गर्दिनँ। अनि जो स्कुलमा तिमी म देखेर मुस्कुराउँथ्यौ, मसँग आई कन्ट्याक्ट गर्थ्यौ त्यो? अरे त्यो त क्याजुअली भइहाल्छ नि। अब स्कुलमा कति केटासँग मेरो आई कन्ट्याक्ट हुन्छ, कति केटासँग म मुस्कुराएर बोल्छु। अब त्यो सबै केटालाई मैले बोयफ्रेन्ड त बनाउन मिल्दैन नि। र अर्को कुरा, आजदेखि यो फाल्तुको प्रपोज गर्ने काम नगर मसँग। र गुड बाई।